घर कस्तो फोहोर भएछ। अनि बडाल कुरा गर्दै थिएँ है, सोफियाले वहाँ परबाट बोतल बोकेर हेरेको हेरिरहेछ गर्दै क्या मजाले बोतल खोलिदिएको रुँदैछ। सोफिया तिमीले कस्तो माया लाग्दो गरेर यो बत हेलेको त, मामुलाई दिने बोतल ल देऊ देऊ ल, हेर राख नि त यहाँ बसेर हेरी न। मैले घर आँगन गर्छु नि त, बेलुका भएपछि अब काम हुन्छ अनि गर्छु। त्यहाँ नै बसेर हेरिबस्छ, बोलाएको बोलाइ गर्छ, रुइरहेको छ। उसले भनेको सुनेन भने बोलाएको बोलाइ गर्छ क्या। अघि चाहिँ त्यतातिर चाहिँ सबै सफा गरिसकेँ, यता यहाँ बाहिर पनि म सफा गर्छु नि त सधैँ। अनि कस्तो फोहोर रहेछ, अनि बाहिर सफा गर्नु भनेर निस्केको। हाम्रो गाउँ चाहिँ यस्तो छ है। विराटनगरको गर्मी यस्तो छ, गर्मी अहिले बढेर विराटनगरमा खपिनसाध्यै भएको छ। कस्तो गर्मी भएको छ बाफरे।